नमस्कार। आजको भिडियोमा म यहाँहरूलाई नेपाली समुदायको मौलिक प्रविधि पानी घट्टको कार्यविधि बताउन गइरहेको छु। यो एउटा यस्तो प्रविधि हो जुन हाम्रो पुर्खाले बिजुली वा इन्जिनको पहुँच गाउँघरमा नपुगेको बेला मानिसको ऊर्जा खर्चेर पिठो पिन्न पर्ने कामलाई सहज बनाउन आविष्कार गरेका थिए। यस प्रविधिले बिना कुनै बिजुली र मानव शक्ति अन्नलाई पिसेर मसिनो पिठो बनाउने काम गर्छ। यस प्रविधिको नामबाट नै बुझ्न सकिन्छ कि यसमा मुख्य ऊर्जा स्रोतको लागि पानीको प्रयोग गरिन्छ। यो प्रविधि प्राय पहाडी भागमा प्रचलित थियो किनकि पानीको वेगको ऊर्जा उत्पन्न गर्न भिरालो ठाउँबाट पानी खसाल्न पर्ने हुन्छ। सर्वप्रथम खोला नालाबाट पानीको बाँध बनाएर कुलो बनाइन्छ। घट्ट बनाउनका लागि छुट्टै एउटा छाप्रो वा सानो इट्टा वा ढुङ्गाको घर बनाइन्छ र त्यहाँ ठुला ठुला चट्टान फोरेर बनाइएका ठुला जाँता ल्याइन्छ। दुईटा जाँतो मध्ये तल्लो जाँतोलाई माटोले भुइँमा टालिन्छ र माथिल्लो जाँतो भने खोल्न मिल्ने गरी राखिएको हुन्छ, जुन पानीको पोखराबाट निस्केको ऊर्जाद्वारा घुम्छ र अन्न पिस्ने काम गर्छ। यसरी नालाबाट पानी तल छाप्रोतिर झार्ने काम गरिन्छ र त्यो पानीको बहावले तल गएर पानी घट्टको पङ्खा घुमाउँछ, जुनद्वारा ऊर्जा उत्पन्न हुन्छ र माथिल्लो घट्ट घुम्न थाल्छ। यसरी दुई घट्टको घर्षणले बीचमा परेका अन्नहरू पिसिन्छन्।